हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म उता साधो बाटो जान लागेको छु हैन। किन जान लागेको छु भने हजुरहरूलाई एकछिनमा देखाइहाल्छु। म चाहिँ अहिले यतिकै छु नि त, अब रेडी पनि हुनु पर्यो हैन। उता अर्को चाहिँ रेडी भएर टक्क है त्यहाँ रेडी भएर बसिरहेको छ। अब चाहिँ म रेडी हुन्छु है। फाइनल्ली गाइज म चाहिँ रेडी भइसकेको छु हैन। अब चाहिँ सिधै निस्किनु पर्ने हुन्छ। उता लगाएँ चौडा निस्किने अहिले चाहिँ रेडी भइसक्यो। आज चाहिँ यस्तो केटो मजा लागेको होइन हेर्न सक्नुहुन्छ। म चाहिँ अब सिधै उता साधो बाटो जान लागेको, किन यत्तिकै घुम्नको लागि हो नि त। सो त्यही भएर ओए कहाँ जान लागेको भन् त? कहाँ पुगेर आउने अब? यसो साधो बाटोबाट के को लागि? त्यही पनि यसो सानो सानो काम छ, त्यो चाहिँ म यहाँ खुलाउनु मेरै काम हो। ल यसको काम छ होइन, हामी चाहिँ त्यही भएर जान लागेको। त्यही हो, अब चाहिँ चट्ट जुत्ता लगाएर हिँड्नुपर्ने हुन्छ होइन। आइजाउँ। कपडा चाहिँ राम्रो भएन अरे, त्यही भएर भित्र चाहिँ कपडा चेन्ज गरेर गएको छ टक्क है। अब चाहिँ कस्तो लगाएर आउँछ भन्ने कुरो हो, हेरौँ कस्तो लगाएर आउँदो रहेछ। कति न गर्लफ्रेन्ड नै भेट्न जान लागेको जस्तो गरेको छ कि, त्यही हो। चाहिँ भित्र गएको छ, म चाहिँ अब बाहिर वेटिङमा बसिरहेको छु। हेरौँ है त। त्यो चाहिँ अब रेडी भएर आइसकेको छ होइन। हेरौँ बाहिर ए यो तेरो अघि गएर यसमा के फरक छ भन् त? कति फरक छ छपरी जस्तो। ल हिँड्छौँ। इन्जोय गाइज। हामी चाहिँ निस्किसक्यो है अब। ल फाइनल्ली हामी चाहिँ रुमबाट निस्किसक्यो होइन। यता लमक लमक हिँडिरहेको छ एउटा चाहिँ है। कहाँ पुग्ला भन् त अब? मान्छे है कस्तो थाहा छैन। इन्जोय गाइज। को बाटो चाहिँ यस्तो छ है। अघि यो यस्तो चाहिँ भइरहेको छ यो चाहिँ। अघि चाहिँ छपरी जस्तो भएको थियो, अहिले बल्ल राम्रो देखिएको छ कि यसलाई चाहिँ। अन्त मान्छे नै छपरी हो होइन, त्यही त अनि हो कि होइन भन् त? त्यही हो, छपरीलाई छपरी नै भन्नुपर्छ। अब चाहिँ हामी होइन कहाँ जान लाग्यो भन्दा साधो बाटो। साधो बाटो है। साधो बाटो चाहिँ अब यत्तिकै बेलुकाको टाइम छ नि त, त्यही भएर अब हामी हिँडेर जान लागेको छ। बिहान क्लास गयो आयो बस्यो, बोर भए हुन्छ यार बस्दा बस्दै। दिनभरि रुममा बस्यो होइन, दिनभरि बस्यो, त्यही भएर बोर भयो जसले। कता यताबाट जाऊँ न भित्र। यताबाट के यताबाट चाहिँ मन्दिर पनि छ होइन। काठमाडौँमा त्यही त भने भएकै एउटा मन्दिर हो। त्योभन्दा केही छ र होइन। त्यही त भने हामी चाहिँ भित्र गल्ली गल्ली हिँडेर गइरहेको छ होइन। त्यही हो, अरू केही छ? गाडीवाला नि मेरो भिडियो आयो भनेर हो क्या? टमाटो साइडमा गाइड छ है त। हेर्दा हुन्छ है मस्त फुलहरू फुलिएको है बाहिर चाहिँ पहेँलो पुरै। यता पछि बाटो चाहिँ यही है, हामी जान्छ चाहिँ जति हेर्नु चाहिँ हेर्दा हुन्छ है होइन। सिधै यहाँको अब मेन रोड निस्केर होइन, मेन रोडबाट चाहिँ जानुपर्ने हुन्छ होइन। अरू केही छ? त्यही हो, बेलुकाको टाइम छ होइन। मौसम चाहिँ एकदम शीतल छ, हिँड्नलाई पनि मजा छ होइन। हामी चाहिँ तराईको मान्छे भएर यहाँ पाहाडमा बसेर चाहिँ मजा आइरहेको छ होइन। के हो बाइकबाट निस्क्यो भने जामा परिहालिन्छ। त्यही त, त्यो खुट्टाले पनि हिँड्यो फ्रेस पनि हुन्छ होइन। यस्तो छ है चट्ट है, यो साधो बाटो जाने रोड है। यहाँ लगन खेलबाट साधो बाटो जाने रोड है यो चाहिँ, हेर्न सक्नुहुन्छ है। फाइनल्ली गाइज हामी चाहिँ अब साधो बाटो आइसक्यो होइन। त्यही हो, अब पसल चाहिँ कहाँनिर हो भने हामीलाई एक्ज्याक्टली थाहा छैन नि त। त्यही खोज्दै खोज्दै हिँड्नु पर्ने हुन अवस्था आइसक्यो है। त देखाएको छ हामी त खुब सरी हिँडिन्छ दाइ भाइ जाऊ भनेर पठाएन दाइले होइन। खोज्दा त के हो सबै भाँचिन आयो। अब खोज्दाखेरि कहाँनिर भेटिने भन्ने कुरो हुन्छ होइन। हामीले चाहिँ यत्तिकै भेटाउन गाह्रो पर्ला जस्तो छ। यहाँ आएर पनि हामीले चाहिँ टक्क म्यापमा चाहिँ हेर्नुपर्ने अवस्था आउला जस्तो छ होइन। त्यही हो, साधो बाटो त्यही त साधो बाटो चोक त यही हो होइन। अब त्यो पसल चाहिँ कहाँनिर छ भन्ने कुरो हुन्छ नि त। सातो बाटोमा आएर मात्रै हुँदैन नि त। ल यता चाहिँ यस्तो छ है, जाम चाहिँ टक्क सातो बाटोको है। त्यही भएर गाइस हामी ननिक्लिएको बाइकदेखि हो, यस्तै हुन्छ नि त, अवस्था हुने यही हो।
त्यही भएर हामी चाहिँ बरु बाइक थन्काइदियो चाहिँ खुट्टाले हिँड भन्ने टाइपको नि त होइन यता चाहिँ के हो छत्री छ क्या कपाल काट्ने त्यही हो है हामी यत्तिकै निस्किने मान्छेहरू के हो पेल्टेकै हो त पछाडि आइरहेको छ यो चाहिँ अब सिधै उता कता भने यस्तो छ क्या सातो बाटोको चाहिँ त्यही त हो नि त्यो पसल भेट्नै गाह्रो पर्ला जस्तो छ है कता थाहा छ नाम के अरे अनुभुक त अनुभुक अब कहाँ कहाँ यो चाहिँ सातो बाटो है हाम्रो चट्ट हेर्न सक्नुहुन्छ भाइ कता खोज्नु त अब त्यही हो अनुभुक खोज्न आएको भेटेला जस्तो छैन है आज चाहिँ भेटेला जस्तो छैन है हामी अब के खोजेर बस्ने कि फर्किने भन्ने कुरो हुन्छ यस्तो यसो गर्न सातो बाटो वारी हो कि पारी हो सोध्छ यो चाहिँ सातो बाटो वारी उता चाहिँ पारी हो क्या अब फलफुल बेच्ने भनेपछि उता पारीतिर होला होइन त्यही हो फलफुल बेच्ने ठाउँ चाहिँ खोज्नु पर्ने हो है यस्तो छ है यो चाहिँ सातो बाटो यही नै हो क्या हेर्न सक्नुहुन्छ चट्ट जामै 300बाट सुरु भयो 300बाट रना पर्लास्ने हेऱ्यो ल है त ल गाइज अब चाहिँ हामी होइन पसल नभेटाइसकेपछि माथि पुलमा जाने चट्ट है यसको लागि आएको यसको लागि त्यो भेटेन क्या पसल नै भेटेन अब चट्ट पुलबाट हेर्ने है त्यही त हो नि पसल खोज्दैछु म पुलबाट पसल खोजेर यसो अनुसन्धान त गर्नु पऱ्यो नि त होइन त्यही भएर हो यस्तो छ है काठमाडौँको आकाशे पुल बाटो काट्ने यो चाहिँ चट्ट है त यत्तिकै होइन कति ठाडो हो उक्लिनै गाह्रो छ स्पेसली त्यही हो सिङ्गल टाइम मात्रै हो क्या मैले सिङ्गल आउने त्यही हो है यस्तो छ है चट्ट काठमाडौँ है यो चाहिँ काठमाडौँ गाई चाहिँ काठमाडौँ उपर हेर्नु चाहिँ बब्बालै छ है बब्बाल यत्तिको भाइब्स चाहिँ मिल्नुपर्छ क्या ल यही त हो है आकाशे पुल यो चाहिँ चट्ट सबजना यता चाहिँ जाममा छ है चाहिँ यो चाहिँ सातो बाटो भन्छ है यसलाई चाहिँ स्पेसल सातो बाटो सो सातो बाटोमा आएर पनि हामी यत्तिकै उभिरहेको छ होइन त्यस उता चाहिँ यो चाहिँ यसको लागि चाहिँ हामी पसल खोज्न आएको पसल भन्दा पनि एउटा सामान किन्नु रहेछ त्यही खोज्न आएको देखिस् तैँले देखिस् के किन्न आएछ त त्यसकै पसल जाम चाहिँ यस्तो हुन्छ नि यो पनि भविष्यको नेता हो नि त त्यही भएर यहाँ बसेर भाषण हान्न लाग्छ है अरू केही छ भन्नुपर्ने छ भने भनिहाल है जे छ आज कसलाई गाली गर्नुपर्ने चाहिँ गरिहाल ज्याप ज्याप जति भन्नु छ भोलि बारेमै भनिहाल्छ भोलिसम्म कोहरूतिर फेरि भन्नु ल सातो बाटो चाहिँ यही हो है चट्ट त्यही त हो नि जाम चाहिँ यत्तिकै हो जहिले पनि अब आज मात्रै होइन यो चाहिँ के हो जम्प गर्नु खोज्छ आम्मा के आने के भाइ तन्किन लाग्छस् क्या अहिले दिनभरि कुदेको बल्ल उफ्रिँदैछ होइन त्यही हो है हामी चाहिँ अब चट्ट उल्टा पकाएको भाइस लिइरहेको छ त्यही हो ल फोटो खिच हाम्रो चाहिँ होइन टिकटकहरू बनाएर सकिसकेको छ टिकटक फोटोहरू सबै सकिसक्यो अब चाहिँ होइन हामी फेरि पनि उता रुम फर्किनुपर्ने हुन्छ त्यही हो सिधै रुम भन्दा पनि हामी अब लगनखेल जान्छौँ है लगनखेलबाट त्यहाँ थुरमा एकछिन घुमेर ए सातो बाटो यस्तो छ टक्क जामहरू चाहिँ टन्नै पर्दैन क्या यो ठाउँमा हेलो ल बाई बाई ल नानीहरू भेटिसकेँ अन्त लगाएर बाई बाई पनि भनिसकेँ होइन त्यही त हो नि सो मलाई चाहिँ अब के भएको यस्तै त बोल्न अलिक झ्याउ लाग्छ नि त त्यही भएर म यत्तिकै भिडियोहरू गर्दै हिँडिरहेको छु है हजुरहरूलाई चाहिँ यो चाहिँ अगाडि छ है अगाडि लमक लमक हिँडिरहेको छ त्यही त हो नि सातो बाटोमा चाहिँ जाम होइन कति धेरै हुन्छ सो त्यही हो अब जाममा पनि खप्नै सक्नु पऱ्यो हामी चाहिँ यस्तै त हो नि फोटो भिडियोहरू बनायो है यस्तै नै चलिरहेको छ के हेर हाँस्दै हिँड्छ नि त
बस्नेलाई पनि अब केही छैन। ओए के दौडिरहेको छस् त अघि अघि अनि के अरे अलि बेसरी बोल्नु यहाँ सुनिँदैन। यत्रो बाहिरको साउन्ड छ नि कहाँ सुनिन्छ। हामी चाहिँ अब त्यो पसल भेटिन नि त, त्यही भएर अब चाहिँ सिधै लगन खेल फर्किनु पर्छ है। त्यही त देख्दाखेरि यस्तो सिम्पल छ है, यो ठाउँमा मान्छेहरू कति हराइसक्यो। म त फर्स्टमा कति हराउँथेँ है, अब भन्दाखेरि गफ खाने जस्तो लाग्ला। तर कुरा चाहिँ त्यही नै हो है। म चाहिँ अब यस्तो हो, यता बसेको धेरै भएपछि यहाँ चाहिँ खासै घुमफिर हुँदैन नि त, अनि त्यही भएर त्यति धेरै थाहा पनि छैन। त झन् नयाँ नै भइहाल्यो होइन, त्यो सबैजना हेर्दै आज केही छ कि क्या मेरो थोपडामा केही कालो लाग्यो जस्तो छ है। उता उता गएर चाहिँ मात्रै हामी चाहिँ अझै पनि है अब सातो बाटोबाट लगन खेलतिर गइरहेको छ। अब बेलुकाको टाइम, बेलुका भन्दा नि अफिस टाइम हो नि त यो चाहिँ, त्यही भएर यताको चाहिँ भिडभाड बढिरहेको छ है। के गर्छ हौ, मर्लास क्यालमै बेलुकाको टाइम भइसकेपछि अब यतिको त हुनु परिहाल्यो होइन। अझै पनि हाम्रो त कति भनेपछि 5 मिनट त समथिङ लाग्छ नि त, किनभने हामी यत्तिकै बिस्तारै हिँडिरहेको छ। हाम्रो कहीँजना हतार छैन, त्यही भएर हो है। के भन्छ त्यही त केही भन्दैन। आज एउटा पसल नै भेटिन, मेरो कति धेरै काम थियो है, पनि सबै चकनाचुर भइसक्यो। फेरि अर्कोतिर आउनुपर्छ। यस्तो हो, अब दाइले लिएर आउनुपर्छ होइन। सिधै हामी कहाँ आउँछ भनेपछि गाइस दुध जान्छौँ। दुधदेखि अर्को एउटा छ नि लगन खेल, त्यो के भयो त्यो ठाउँमा उनीहरू भयो कि 2 महिना भयो सम्झिँदै भइसक्यो होइन। कृष्ण मन्दिर कहाँ त्यो सेलो घारी हाल्नु न, के भन्नु एबिसी मात्र लगाएको थियो लगभग 2-3 महिना चाहिँ भइसक्यो गाइस। त्यहाँ जान्छौँ होइन, त्यहाँ के नयाँ के आवश्यकहरू उठाउनै हिँड्ने हामी जाँदै भएन। नयाँ नयाँ टेस्ट हान्नु पऱ्यो होइन। फर्किने हो खालि हामी चाहिँ अब सबै नयाँ नयाँ टेस्ट हान्छ नि त, त्यही भएर यत्तिकै अब चाहिँ फेरि त्यही अघिकै बाटोमा फर्किसक्यो होइन। किनभने त्यहाँ पसल पनि भेटेन, त्यही त भने अब यत्तिकै के बस्नु भनेर फाइनल्ली गाइस हामी चाहिँ टुरमा आइसक्यो होइन। अघि भनिरहेको नि त टुरमा जान्छौँ यही हो है टुर चाहिँ। यहाँको चाहिँ यस्तो छ है माहौल चाहिँ, यसलाई चाहिँ थुर भन्छ। यो चाहिँ लगन खेलमा चाहिँ, लगन खेलमा यसो चट्ट के हो ल ल भाइ पनि घुमाउन आइसक्यो है ल। यसले यो चाहिँ बच्चा हो नि त, त्यही भएर यत्तिकै घुमाएर बस्न रुचाउँछ है। त्यही हो, हामी चाहिँ अब चट्ट थुरमा पनि आइसक्यो। थुरमा चाहिँ यस्तो माहौल छ क्या आजभोलि होइन, भाइब्सहरू बवाल छ नि त। सो त्यही हो, अब के फुलै लिएर बसेको छ त उता, अनि कसलाई दिनलाई हो के फोटो खिच्नलाई हो। एक्सेप्ट गर्ने चाहिँ हामी चाहिँ त्यही त घुँडा टेकिन भने त मजै आउँदैन होइन। ल ल ल कतिको फास्ट घुमाउँछस् है तैँले, यो चाहिँ सबै घुमाउनु पऱ्यो क्या उसले। अब मेरो सट्टा पनि घुमाइदिए है तैँले, बुझिस् होइन। धेरै नकुद ए हो है। यहाँ चाहिँ यो चट्ट घुमाउँदै ल के छ भन्नु। यो ठाउँ होइन, यो चाहिँ लगन अघिदेखि जान्छु भन्दा छ नि त, सो त्यही भएर मात्रै आएको हो। यस्तो छ है चाहिँ पहिल्यैदेखि नि त चाहिँ स्पेसल। अब के भन्ने क्या, त्यही त सबै घुमा न, सबै घुमाउँदै हिँड्ने है। मस्त है त, सिङ्गल भएपछि यस्तै। ओए तल पोखरी रहेछ, पौडी खेल्न जाने पोखरी पौडी खेल्न जाने पोखरी हो, जानुभयो जाम है। त्यही नघुमाउने अब किन घुमाउँदै थाकिस् क्या। एकछिनमा आउँछ भने तेरो गर्लफ्रेन्डले उता अगाडि आएर बसिरहेको छ त। के पुसअप च्यालेन्ज हान्ने हो त।
दाइहरूले बोला न पुसअप च्यालेन्ज हान्नुपर्छ कुकुरको बच्चा एराम जान सिङ्गल भएर निस्किनुको पीडा नै यही हो गाइज है लास्टै पीडा हुन्छ कि अर्काको जोडी देख्दा आफू चाहिँ यसरी मोबाइल समाएर हिँड्दा कस्तो होला त कस्तो होला है यसरी यो घुमाउँदै हिँड्दाखेरि कस्तो फिल भयो होला यसलाई बिचारा यसको पीडा प्लिज बुझिदिनु पऱ्यो क्या कसैले कोही त यसको गर्लफ्रेन्ड बनिदिनु पऱ्यो होइन त्यही हो यसरी गर्लफ्रेन्ड घुमाउने यो घुमाएपछि के चाहिँ होला त क्या यसको होइन त्यही हो अब सबै घुमाइसकेको छ होइन यसको भाकल पनि चाँडै पुरा होस् हामी चाहिँ अब यहाँको चाहिँ अरू त के भन्नु सबै त्यस्तै हो है यस्तै त हो नि अब घुमेको छ रमाइलो गरेको छ घन्टा बजान्नुहोस् तेरो लागि झुन्डाएर राखेको त्यो निस्किने हामी अब ल यो चाहिँ मैले पनि बजाएँ है यहाँ चाहिँ चट्रो है यो चाहिँ पूजा गर्न सबै बजाएँ ल यत्तिको बज्ने घन्टा चाहिँ हुनुपर्छ है के हो निस्किने अब थोरै नि पशुपति हो मलाई हात हाल्न है निस्किने कि एकछिन बस्ने निस्केर कहाँ जाने अब एबिसीमा गएर के गर्ने त्यही हो है अब चाहिँ एउटा उसले कपडा किन्ने भन्दैछ फेरि यसको पनि सोक छुट्टा छुट्टै हुन्छ क्या कहिले के भन्छ होइन त्यही त हो नि कहिले कपडा किन्ने कहिले के किन्ने भन्छ त्यही भएर योसँगै हिँड्नु परिरहेछ लरङ किन अर्को जान्न र किन नि पनि भइरहेको छ होइन अब एकछिन रेस्ट गरौँ त्यसपछि चट्ट निस्किनुपर्छ हामी चाहिँ है एकछिन चाहिँ अब थकाइ लाग्यो नि त आँखा पिरो भइरहेको छ किनभने त हिजो नि त अनि त्यही धुलोहरू पस्यो त्यो आँखा चाहिँ अलिक बढी नै पिरो भयो अब चाहिँ यहाँबाट निस्केर उता एबिसीमा जाम भन्छ मलाई चाहिँ जपर्सहरू किन्नुपर्ने भयो अरे त्यही हो बहिनी चाहिँ मस्त हाँसिरहेछन् है ओए के फोन चार्ज लगाइदिनु पर्ने हो सोध उसलाई त कहाँ देखा जस्तो लाग्छ के छ जाम अब यार उता जानु भने होइन ल है त बाई ल अब सिधै उता एबिसीमा जाने होइन यसको दुनियाँ चाहिँ छुट्टै छ क्या मान्छे भइसक्यो यत्तिको चिल चाहिँ हुनुपर्छ है यत्तिको चाहिएकै यस्तै हो है मान्छे नै हराइदिएला फेरि त्यही हो यत्तिको चिल छ है लगन खेल्छ बेलुकाको टाइममा होइन यस्तो हो अहिलेको जेनेरेसन बाँच्ने भनेको फोनमा हो नि त त्यही भएर फोन हरायो कि मनै छैन होइन मान्छे नै छैन टाइपको फिल गर्छ नि त सबैजना होइन तर हामी चाहिँ त्यस्तो हुनु हुँदैन है अब फोन म एक हप्तासम्म बस्न सक्छु है अनि सबैजना एउटै हुँदैन नि त त्यो यो एरिया भनेकै यस्तै एरिया हो होइन त्यही भएर जुनसुकै बेला चाहिँ पनि हुनसक्छ है फोन भन्ने हाँसो चाहिँ मिठो छ है मिठो छ त्यही हो त्यही अहिले नै कोही नहान हो होइन हाँसो चाहिँ अब देखाउन हो बिहान कस्तो बिहा थियो नि अस्तिको बिहा हुन्छ नि त अस्ति बिहा हुन्छ नि बिहान ट्याक्कै टाइममा बस्ने टाइममा त्यसमा 12-1 बजी अस्ति आउँछ कि जे गर्छ एसीले गर्छ क्या एसीले मान्छे मरिसक्यो होइन अझ कतिजना बाँकी छ भन्ने कुरो हो नि त अब चाहिँ अब टुवेल्भ इक्जाम आउँदैछ क्या त्यही हो एसी सकेर एसी अस्ति लेभल 12 गरेर त अफर 2 मन्थ बढी छ होला अब सबले त्यो स्टाइलहरू अनि सबै अब त्यही त अब 12 सकेपछि एउटा प्लानिङ होला सबैको होइन राम्रोसँग पढ्नु त्यही हो त्यही भनेर आन्सरमा चाहिँ होप राम्रो होस् क्वेसन चाहिँ सजिलो आश क्या त्यही हो मैले लाग्छ अप्ठ्यारो पार्टी क्वेसन त्यही हो क्वेसन आफू नजाने पछि अप्ठ्यारो भन्दै बस्ने क्वेसन मैले पढाएको थिएँ सजिलो पढाएको थिएँ भन्दै बस्ने पढ्ने बेला केटीको पछि लाग्ने होइन
अनि त्यसपछि राम्रोसँग नपढिदिने दिनभरि फोन हेर्ने अनि लास्टमा क्वेसन अप्ठ्यारो आयो भनेर हुन्छ कन्टेन्टमै यो क्वेसन त्यस्तो अवस्था होला होइन बरु पहिलेदेखि मिहिनेत गरौँ होइन त्यसपछि अगाडि बढौँ न के छ र अझै पनि 1 महिना 2 महिना बाँकी छ होइन त्यही त राम्रोसँग पढ्नु होइन अब सबैको प्लान नै हुन्छ कि 12 सकेपछि एब्रोड जान्छु बाहिर जान्छु भन्ने प्लान नै हुन्छ आई होप सक्सेस हुन्छ त्यो पनि पहिले चाहिँ राम्रोसँग 12 एक्जाम दिनु त्यसपछि टेन्सन नलिनु गाइज बाँकीहरू छन् कन्सल्टेन्सीका दाइहरू छन् आफै फोन गरिहाल्छन् गाइज साथी होइन 12 सकिँदैन कोही फोन आउँछ नि अब त्यो त केही गर्नु पर्दैन क्या केही गर्नु पर्दैन आफू फोन उठाइदिए मात्र पुग्छ ल फोन नआउने मैले फोन आउँछ त्यसपछि चाहिँ होइन भयो अब यति हो है यति हो छोटो मिठो भन्नुपर्छ है इन्जोय गाइज हामी चाहिँ अब कता लगन खेल आइसक्यो है चट्ट लगन खेल बस पार्क चाहिँ यही हो है बाटो चाहिँ अब जेब्राबाट हान्नु पऱ्यो नि त जहाँ पाइ त्यहीबाट हान्दा फेरि उल्टै हानिदियो भने गाह्रो पर्छ है त्यही भएर हामी चाहिँ सिधै जेब्राबाट जान्छौँ अब पढ्ले गरे मान्छे भएर अनपढ जस्तो हुनु भएन नि त होइन अन्त्यबाट बाटो काटिदिने आफै लफडा पार्ने झगडा गर्ने त्यस्तो चाहिँ गर्नु भएन होइन त्यही हो लगन खेल चाहिँ यही हो है हेर्नु सक्नुहुन्छ बेलुकाको भाइब चाहिँ यो चाहिँ बेलुका यस्तो छ है नाइ मलाई त्यही बाइक चाहिन्छ हामीलाई चाहिँ नाइ त्यही केटी चाहिन्छ तर कुन चाहिँ हो त्यो अहिलेसम्म अत्तो पत्तो छैन है कुन चाहिँ हो त्यो अत्तो पत्तो छैन अलि देखियो भने त्यही नै चाहिन्छ भन्छु है देखिन चाहिँ पऱ्यो पहिले है लगन खेल आइसक्यो होइन ओ च्याउ बेच जास् त च्याउ बेच्ने भन्नु भन् च्याउ आयो च्याउ भन् ल अहिले हामीलाई नि त हामी जाऊँ कताबाट जाने एकछिन तल एबिसीमा जाऊँ होइन त्यसपछि यताबाट निस्किने यताबाट ए है लगन खेलको बेलुका पकाएको त्यो भिडभाड चाहिँ है यस्तो छ है किन भएको भनेर त जहिले यस्तै हो नि त आज मात्रै होइन फर्स्ट टाइम देख्ने मान्छेहरू पनि छन् होइन एनी हो फर्स्ट टाइम लगन खेल आएको मान्छे चाहिँ मोबाइल र आफूसँग पर्सनली भएको सामान चाहिँ एकदम केयरफुल गयो गाइज त्यही त फर्स्टै झ्यालमै गायब हान्छ थाहै हुन्न मान्छे त गायब भन्ने बेर चाहिँ मोबाइल मोबाइल फोनहरू सबै आफ्नो चाहिने सबै ल मस्तको यस्तो भिड लास्ट हुन्छ क्या यो त अझ अलिकति बढ्दैछ होइन भर्खर टाइम सुरु भएको हो नि त ठ्याक्कै 6:21 भयो भर्खर 6 बजे छ होइन 6:30 7 बजे त अहिले मान्छे हिँड्ने ठाउँ पनि हुँदैन क्या त्यस्तो वातावरण भइदिन्छ नि त हामी अब सिधै चक्कर किन्न जान्छौँ होइन त्यही त हो नि यत्तिकै यो चाहिँ फरक पऱ्यो होइन यस्तो छ है लगन खेलको माहौल चाहिँ आमामा के हो नि अगाडि जानु त के छ त्यही हो लगन खेलको माहौल चाहिँ यही हो बाइकमा ठोके लाग्ने फेरि अगाडि पछाडि हेर्दै हिँडे त ठोकिन बेर लाउदिनुहोस् नि अब कपडाहरू सस्तोमा किन्नु छ भने अझै केही किन्नु छ भने चाहिँ यता लगन खेलतिर छिर्दा चाहिँ एकदम बेटर हुन्छ हजुरहरूलाई होइन एकदम सस्तो छ नि त यो एरिया नै त्यस्तै हो बेलुका पकाएको चाहिँ है त्यही भएर हामी चाहिँ अब बाहिर भन्दा पनि सिधै भित्र जाने हो त्यही भएर ओ यहाँको माहौल है हेर्न सक्नुहुन्छ हजुरहरूले कस्तो लाग्छ यहाँ चाहिँ सबजना आफ्नो तालमा हो क्या त्यही भएर हामी अब भित्र जाने है अघि भन्दै थियो नि एबिसी मार्केट उसले चाहिँ बिर्स्या त छैनस् नि यता छ है एबिसी मार्केट चाहिँ यहाँबाट भित्र छिर्ने चट्ट त्यही हो भित्र छिरिसकेपछि उसले जकर्स किन्ने हो नि त हेरौँ जकर्स कस्तो पाउँछ है के गरे भने यस्तो छ है एबिसी भित्र चाहिँ चट्ट बाहिर त्यस्तो भिडभाड चाहिँ भित्र चाहिँ सुनसान छ क्या त्यही हो नि आफूलाई किन्न त होइन बाहिर चाहिँ त्यस्तो भिडभाड चाहिँ भित्र चाहिँ यस्तो छ क्या मान्छेहरूलाई पर्दैन नि त अब राम्रो कपडा राम्रो त कहाँ छ त मान्छेहरूलाई सबै फुटपाथकै खोज्ने हो होइन त्यही हो फाइनल्ली है हामी चाहिँ जहिले आए पनि यो ठाउँमा चाहिँ कपडै पाउँदैन क्या हामीलाई खोजे जस्तो खै के भएको हाम्रो भाग्य त्यस्तै हो कि यिनीहरूले नलिएको त हामीलाई थाहा भएन होइन तर यहाँ चाहिँ कहिले पनि पाउँदैन अब चाहिँ हामी कहाँ जाने सम्धिकोमा सिधै राति भयो होइन रात परिसक्यो तर पनि अब
पछि पनि सहर बहर चाहिँ बबालै छ क्या यहाँको चाहिँ के बित्ति हरान हानेको हौ मार्छ कि या हो सम्झीको जानकारी हेर्छ ल यहाँदेखि सम्धीकोमा जाने चाहिँ यहाँबाट सिधै छिर्नु पर्छ त्यही हो अब भित्र चाहिँ भेटिने कि नभेटिने थाहा भएन है तर हामी जता छिरे पनि भेटिँदैन हामीले खोजेको त्यस्तै हो कि यहाँ यो ठाउँमा सामान नपाएको होइन म चाहिँ प्रायः जस्तो साइको नै हुन्छु क्या किनभने हामी कहिले पाउँदैन नि त आज के हुन्छ हेरौँ है त्यही हो जकर्सहरू चाहियो भन्दैछ नि एकछिन ल फर्स्टमै यही हेरौँ है त ल ल ल ल यत्तिको भन्ने मान्छे चाहियो क्या ल ल के हेर्ने भन् त हो हामी यहाँ चाहिँ धेरै पढाइ तर पाएको छैन आज चाहिँ के हुन्छ हेरौँ आज पाउँछ कि पाउँदैन भन्ने कुरो हो क्या ल तर जसले ब्लग हेरिरहेको छ टक्क आयो भने मिनी मार्केटमा फर्स्ट पसल है 3 नम्बर पसल दाइलाई चाहिँ चिनिराख्नु होइन सबैजनाले र त्यही त हो नि यहाँ चाहिँ बबाल क्वालिटीको कपडाहरू पाउँछ क्या यसले चाहिँ हेर्दैछ है त्यही हो यसले चाहिँ चट्ट कपडाहरू चुज गरिरहेको छ लाने चाहिँ कस्तो भन्ने कुरो है लगाएर हेर्नु अनि बल्ल सुट गरेर नगरेर थाहा हुन्छ क्या अहिले नै त कहाँ थाहा हुन्छ त मलाई त केही पनि थाहा छैन है फाइनल्ली गाइज हामी चाहिँ कपडा किनेर फर्किसक्यो बल्ल बल्लको एउटा भेट्यो होइन फर्स्ट टाइम हो क्या भित्र हामीले मन परेको कपडा भेट्यो चाहिँ फर्स्ट टाइम हो क्या त्यही हो कपडा चाहिँ भेट्यो त्यही हो अब चाहिँ उपासमा जाने र यता यो उपास चाहिँ यता छ है आइज सो अब चाहिँ हामी सिधै उपासमा जान लाग्छौँ होइन त्यहाँ चाहिँ यसो दाइको माया पनि हेर्नु राम्रो छ अब त्यही भएर हामी पनि दाइको माया हेर्न जाऊँ होइन त्यही त नि उपास चाहिँ यता छ है लगन खेलदेखि ऊ त्यहाँ छ हामी चाहिँ यो सिधै त्योभित्र छिर्ने होइन दाइ उता हुनुहुन्छ हुनुहुन्न त्यो त हामीलाई थाहा भएन तर हामी चाहिँ जुत्ता किन्न जानु लाग्यो ट्र्याक किनिसकेपछि अब जुत्ता पनि त चाहिएन यहाँबाट सिधै छिर्ने नि त अब त टिकटक मात्रै हेर्ने नि त हामी चाहिँ यहाँबाट सिधै माथि हो नि त टोमेटो उपास टपमा जाने क्या सबै उपासकै होला सबै उपासको होइन त्यही हो हामी चाहिँ सिधै माथि छिर्छ अब ल यताबाट है माथि चाहिँ आम्मा के बबल्टी हाल्नु जाने त त्यही हो नि दुईजना आएपछि एउटा फ्री चाहिँ हुनुपर्ने होइन यस्तो छ अनि टोमेटो हो दाइ पनि टोमेटो लिएर आइसक्नु भएछ एउटा कता हो टोमेटो चाहिँ अझै माथि हो ए यतै हो माथि जाऊँ न हामी पहिले होइन माथिबाट लास्टमा तल आउनुपर्छ अलि पहिले चाहिँ टपमा जाने नि त्यसपछि बिस्तारै झर्नुपर्छ कि तल चाहिँ अझै माथि पो हो कि ल फाइनल्ली गाइज टोमेटोमा आयो है टोमेटो होइन त दाइ यो देखाइसकेको छ दाइ चाहिँ कुन बेला आउनुहुन्छ हो सुरज होइन उहाँको नाम मेरो नाम पनि सुरज हो क्या उहाँलाई त भेट्नु पऱ्यो नि त त्यही भएर गाइज होइन सो हामी चाहिँ जुत्ता किन्न आएको तपाईँ हेर्दैछ त्यही हो कस्तो खालको खोजे है तैँले जुत्ताहरू चाहिँ बब्बालै राख्ने क्या दाइले चाहिँ यस्तो यस्तो छ है त्यो चाहिँ यहाँबाट देखिने उपासबाट टोमेटोबाट यस्तो देखिरहेको छ बाहिर चाहिँ यस्तो छ है अहिले चाहिँ जस्ट भिडभाड घटिसकेको छ नि सो त्यही हो हजुरहरू पनि आउन सक्नुहुन्छ यहाँ चाहिँ त्यही हो के हो यार सिधै हान्दिन आउँछ त म केही नछाडौँ होइन यिनीहरूले पनि गाह्रो पर्ला चाहिँ अहिले चाहिँ अब यस्तो हो बिस्तारै रात पर्दै गयो नि त त्यही भएर यस्तो भिडभाडहरू कम हुँदै गइरहेको छ होइन
त्यही त हो नि हामी चाहिँ अब बल्ल बल्लको एउटा भेटेर अर्कै खामाले हो कति खोज्यो तर भेट्न चाहिँ लास्ट टाइम लाग्यो क्या अब चाहिँ हामी सिधै रुममा जाने हो होइन त्यहाँ गइसकेपछि त्यही त हो नि अनि यही हो है लगाउने खेलै यही हो हजुर सबैजना सेल हो कस्तो खालको सेल हो त्यो चाहिँ कसैले बुझ्न सक्दैन होइन सेल भन्दै लुट्ने धन्दा हो क्या यो चाहिँ स्पेसली भन्नुपर्दा क्वालिटी स्यालिटी छैन अनि 100 को माल भने जस्तै हो है सबजना यत्तिकै हो है शरीरभरि झलै बोक्यो हिँड्यो त्यही हो यहाँको चाहिँ अब स्पेसल बिजनेस भने पनि व्यापार भने पनि मान्छेहरूको चाहिँ यही हो के हो यो चाहिँ अनि त्यही हो यता चाहिँ यस्तो कपडाहरू है एकदम सस्तोमा पाउँछ है हजुरले ललितपुरमा कहीँ सस्तोमा पाउँछ भने यो लगाउने खेलमा मात्रै है हेर्न सक्नुहुन्छ बेलुका पखको भाइब छ है यो चाहिँ हाम्रो समथिङ 8 बजेसम्म चल्छ है 8 बजेसम्म चाहिँ हजुरहरूलाई चाहिने जस्तो सुकै कपडाहरू पनि लान सक्नुहुन्छ यस्तो छ नि त चट्ट है के भन्छ सो यहाँ किन्न आउने ग्राहकहरूलाई त्यही भन्ने हो र क्वालिटी चाहिँ हुन्न है गाइस राम्रो यस्तो हो यहाँ चाहिँ युज एन्ड थ्रोवाला बढी पाउँछ नि त अब फाल्दै टाइपको हुन्छ सबै है त्यस्तो राम्रो पाउँछु भन्ने आस्ते नगर्दा हुन्छ है फेरि किन्न त आउनु होइन सस्तो चाहिँ मजाले पाउँछ तर क्वालिटी चाहिँ हुँदैन त्यही हो है यता चाहिँ यस्तो पेलापेल हो क्या मान्छेहरू त है खाजा हुन्छ त्यही हो मान्छेहरूले हिँड्नु पनि यहाँ हम्मे परिरहेको हुन्छ किनभने यस्तो व्यापारहरू त्यस्तै हुन्छ है अनि राति भइसक्यो नि त होइन त्यही भएर अब खासै उज्यालो पनि छैन हामी चाहिँ रुम फर्केको हजुरहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला त्यही हो